कसले मलाई के दिन्छ? ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। ऐना हेर्दा जो देखिन्छ उही हो देश बनाउने। आफ्नो देश बनाउनु छ, कसको आशा हेर्ने? म हुँ श्रमदाता। जय स्वाभिमान, जय श्रमदान, जय माटो, जय देश। धन्यवाद छ यहाँहरू सबैजनालाई, हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु। यहाँहरू सबैजनाको यो धैर्यता, यो सहमति, यो स्वीकृति र यो श्रम संस्कृति देखेर म अत्यन्तै धेरै आभारी छु। आदरणीय दाजुभाइ दिदीबहिनीहरू, हार्दिक नमन गर्न चाहन्छु। यहाँहरू सबैको जय होस्, यो देशको जय हुन सकोस्, यति भन्न चाहन्छु। अब हामी एउटा श्रमदानको गीतमा नाच्छौँ पनि। नाच्ने हो? त्यसो भने अब त्यहाँ कहाँ नाच्न मिल्छ होइन? उभिएर नाच्नु होला। नाचिसकेपछि हामी फोटो खिच्छौँ त्यहाँ आएर। म तपाईँहरू सबैसँग फोटो खिचेर मात्रै जान्छु है। सिङ्गल फोटो खिचिन्छ। खिच्ने हो फोटो? हो। कतिले भन्छ के गरेको भन्छ, एउटा नाथे फोटो त खिच्न सकिन्न भने म तपाईँहरूको लागि सुशासन गर्न सकौँला त भोलि। त्यसले गर्दाखेरि म तपाईँहरूको मान्छे हो है। त्यसले गर्दाखेरि तपाईँ पनि मेरो मान्छे होला होइन? हामी सबै एकअर्काको छैन। तपाईँको के हो त भन्दाखेरि दाजुभाइ हो, मैले अस्ति पर्सामा त्यो भन्दाखेरि रुनुभयो, अब आज भन्दिनँ पनि होला होइन? नेपाल आमाको सन्तान हामी है। हाम्रो एउटै आमा हुनुहुन्छ। परिवार फरक फरक भए पनि नेपाल आमाको सन्तान तपाईँ हामी एउटै मान्छे हो। त्यसले गर्दाखेरि एउटै परिवारको मान्छे हामी मिलेर बाँच्छौँ, मिलेर नाच्छौँ पनि। अब श्रम गरौँ नेपाली हो भन्ने गीत लगाइदिनु होला प्लिज।